होइन हे पतिराम, तैँले मलाई हेप्न खोजाएपछि के गर्न खोजाउँछ भन् त? होइन के हेपेर दाइ? हेपे जो भएन, मैले तँलाई 5 लाख रुपियाँ त्यसरी भाइ ल तेरो श्रीमती बिरामी भएको बेलामा ट्याक्कसँग ल भाइ 5 लाख रुपियाँ दिएछु, ब्याज सहित दिएस् भनेर त्यस्तै भनेको। लास्टमा त ल खातामा 5 लाख मात्र हालिदिएछस्, त्यसको ब्याज दिनु पर्दैन? अब के गर्छु त दाइ? तपाईँको ब्याजको त माया मार्नु पनि भएन। अब मेरो बर्थडेलाई धौधौ गरी सन्चो भयो। तपाईँले नदिएको भए त धन्दै मरिहाल्थेँ। त्यही ब्याज तिर्नलाई त मैले तपाईँलाई बोलाएको नि। हो, साउको माया नभए पनि ब्याजको र स्याजको माया चाहिँ बहुत लाग्छ नि। ल खै ब्याज मगाइहाल्छ छिटो। अब दाइ तपाईँलाई साउको माया लाग्दैन, ब्याजको मात्रै लाग्छ भने त बरु ब्याज दिउँला, साउ यता फिर्ता गर्नु क्यारे। क्यारे माछाले साउको माया लाग्दैन, साउको पनि लाग्छ ब्याजको पनि लाग्छ। साउको भन्दा अलि बढी ब्याजको लाग्छ भने माया त साउको पनि त लाग्ने भयो त। छिटो ब्याज निकाल। अरे दाइ आवेगमा नआउनु न, भइहाल्छ नि ब्याजको कुरा। त्यही ब्याजै लिन बोलाएको। बर्थडे बर्थडे अन्डरटेकर भाइ आऊ त। हजुर बेटा, अब दाइलाई भित्र लगेर ब्याज तिर्दियो त। आउने भित्र सबै रेडी छ।